यो व्यवस्थापन त अब बजारमा विशेष गरी चाडपर्व लक्षित भिडभाडलाई व्यवस्थापन गर्नको लागि हो। अब तिहार पनि आएर जाने बेला भइसक्यो, अहिलेसम्म तपाईँहरूको नो पार्किङ लेखेको बोर्ड कहीँ पनि व्यवस्थापन भएको छैन। न त तपाईँको कुनै नगर प्रहरीहरू त्यहाँ बसेर पार्किङको लागि ठाउँ देखाइदिनु भएको छ। कसैले बाइक पार्किङ गर्ला त्यसको सुरक्षा कसले लिने, सबै कुरा अलिकति बुझेर नगरपालिकाले सूचना जारी गर्नेमा अलिकति आत्तिएर हचुवाको भरमा गरेको सूचना जस्तो लाग्यो। अब मैले सबै कुरा राम्रो गरेको छु भन्ने कुरा पनि ममा अपगुण पनि होला, गुण पनि होला। हामीले वडाबाट दिने सेवाहरूमा नयाँ तरिकाबाट अगाडि बढ्न खोजिरहेको छौँ। जस्तै फोटोकपी गर्न बाहिर जानु पर्थ्यो, त्यसलाई त्यो फोटोकपी भित्रै निवेदन भित्रै ल्याइने, जनतालाई दुःख नदिने, सेवाको क्षेत्रमा पनि जनतालाई दुःख नदिने हिसाबले अगाडि बढिरहेको हो। हामी यसलाई जोड्छौँ। तपाईँको मैले कुरा सुनिरहँदा र योभन्दा अगाडि निवर्तमान मेयर कुलबहादुर केसीको पालामा त्यति बेलाका लमैका वडा अध्यक्ष हाम्रो बिमबहादुर केसी हुनुहुन्थ्यो। त्यति बेला यो बजार सरसफाइ हुन्थ्यो, दैनिक बिहान गाडीमा आउने मान्छेहरू यो बजार सरसफाइ गरिन्थ्यो। अहिले हुँदैन, जताततै गुटखा पुकारका तपाईँको चाउचाउको त्यो ऱ्यापिङहरू बाटोमा फालिएका छन् भन्ने कुरा छ। यसले समग्रमा हामीले के बुझौँ त, राजनीतिक रूपमा तपाईँलाई बाइपास गर्न खोजेको हो? बनाउन त बनाउने, त्यसको संरक्षण भएन, ओखलेर फालियो भने अब त्यहाँ कस्तो राम्रो कुर्सीहरू लगाएको थियो, कुर्सीहरू टिपेर कहिले कता अब कुर्सीहरू पनि कम भइरहेको अवस्था। नगर विकास समितिले त्यति काम गरेको छ। तपाईँहरू पनि जिम्मेवारी हुनुहुन्छ, तपाईँहरूले पनि त्यो काम गरिराख्नु भएको छ। केही ठेला ढ्याब्लीहरू हटाइसक्नु भएको छ, केहीलाई व्यवस्थापन आफ्नो तरिकाले गरिराख्नु भएको होला। यो एउटा पाटोको कुरा भयो, यो सामान्य फुटपाथमा व्यापार गर्ने मान्छेका कुरा भयो। अब एउटा कुरा के हो भने बनगाउँ स्कुलको एउटा जग्गा टिक्लीगढमा हामीले जग्गा ल्याएर त्यसको व्यवस्थापन गर्न के अरे त्यसलाई अब त्यसको व्यवस्थापन गरौँ भन्ने हाम्रो सोच थियो। तर के भयो भनेपछि अब पछिल्लो चरण यो टाढा हुन्छ, हामी त्यहाँ जान सक्दैनौँ। कतिपय व्यापारीहरूले त्यो कुरा गरिसकेपछि स्कुलले त्यो जग्गा हत्केलाई। मैले योभन्दा अगाडि लमै अटो इन्जिनियरिङ एसोसिएसनसँग पनि कुराकानी राखेको छु। तपाईँले भने जस्तै अब उहाँहरूले टाढा देखाउनुहुन्छ, हामी त्यो टाढा गएर हाम्रो ग्यारेज त सञ्चालन हुँदैन, त्यस कारण हामीलाई नजिकै चाहिन्छ भन्ने उहाँहरूको। तर अत्याधिक दैनिक रूपमा ठुला सवारी साधनहरू त्यो गुड्ने राजमार्गमा त्यसरी बाटो छेकेर अरूलाई असर पर्ने गरी त्यसरी व्यवसाय गर्दा त राम्रो भएन नि त। व्यापारीहरूले व्यापार गर्नको निम्ति ठाउँको व्यवस्थापन स्पष्ट रूपमा लेख्या के हुन्छ भने आफै व्यवस्थापन गर्ने भनेर लेख्या हुन्छ। तर पनि के हो भनेपछि हाम्रो दायित्व के हो भनेपछि कम्तीमा सबै एकै ठाउँ व्यवस्थापन भयो भने सजिलो हुन्छ भन्ने उद्देश्यले हामीले गर्न खोजेका थियौँ। कतिपय जान खोज्नु भएको छैन, जान नखोज्नेलाई तपाईँहरूले तह लगाउने क्षमता अथवा हिम्मत पनि छैन, त्यसरी बुझाउनु होइन। त्यो भने हामीले बजारतिर जुन तरिकाबाट आर्थिक हिसाबले बजारलाई व्यवस्थापन गर्नुपर्ने हो त्यो व्यवस्थापन गर्न सकेका छैनौँ। यो लमै नगरपालिकाको समग्र विकास नहुनुमा मैले राजनीतिक आस्था र राजनीतिक नजरबाट हेर्ने जुन परिपाटी छ नि त्यसैको चपेटामा लमैको वार्ड नम्बर 5 पनि पर्न सक्छ।